विश्वको सबैभन्दा ठुलो घर अथवा बिल्डिङ हेर्न जाँदैछौँ साथीहरू। आज हामी मान्छेहरू वान पिस अनि प्यान्ट अनि हाफ प्यान्ट लगाएर जान्छन्। म त्यहाँ जानको लागि साडी लगाएर जाँदैछु। आज मलाई सब हेर्ने होला नि दुबई जस्तो ठाउँमा साडी लाएर घुम्न को जाला। अनि अर्को बहिनीले कहाँ साडी लाउनु, मान्छे के भन्लान् साडी लाएर छि भन्दै थिइन्। जे भने भन्लान् भनेर मैले चाहिँ साडी टक्दिएको साथीहरू। तिनीहरू वान पिस कोही प्यान्टमा थिए भनेपछि म चाहिँ साडीमा छु। मलाई कस्तो रहर छ यहाँ बुढासँग साडी लगाएर कति वर्षपछि यहाँ अनि सँगै साडी लगाएर भिडियो फोटो खिच्न पाउने मौका पाइरहेको छु। अनि मैले किन गुमाउनु भनेर चाहिँ साडी लगाइदिएको। अनि हामी चाहिँ रुमबाट निस्किसकेको छौँ। अनि पछाडि बहिनीले कान्छीले यो खाना दिथिन् अनि हामी चाहिँ खाँदैछौँ बुढाबुढी मिलेर। अनि आज चाहिँ कस्तो छ त्यो भनेर म देखाउन जाँदैछु हजुरहरूलाई पनि। अनि म पनि हेरेर आउँछु। अनि हाम्रो चाहिँ यो दुबईमा रहेको बरदुबे आज छुट्टीको दिन थियो नि त। हिजो गएको हामी घुम्न, अब भिडियो चाहिँ आज पोस्ट गर्नुपर्ने हुन्छ नि त। छुट्टीको दिनमा कति मान्छे हुन्छ बरदुबईमा, पुरा देखिने भनेको नेपाली मात्रै हो के। यति नेपालीहरू जमघट हुन्छ त्यतिखेर, कस्तो रमाइलो हुन्छ त्यो छुट्टीको दिनमा। अनि मैले यसो एउटा क्लिप लगिदिएको टाढैबाट भए पनि देखाउनको लागि। अनि हामी चाहिँ अब जाँदैछौँ सरर। त्यसपछि अनि यो फोटो फ्रेममा पनि एकदिन आएर फोटो भिडियो क्लिक गर्नुपर्ने छ। यसो हजुरहरूलाई पनि देखाउन पर्यो नि त दुबईमा के छ, कस्तो छ ठाउँ भनेर। अनि हामी चाहिँ अब लगभग पुग्न लागिसक्यो। मलाई यहाँ बुर्ज खलिफा यो सबभन्दा ठुलो बिल्डिङको के त्यहाँ एउटा टिकटकमा कति देख्थेँ त्यहाँ। अनि एउटा पुतली जस्तो पखेटा भएको अनि एउटा कुदेर जाने के हो त्यो सिडी जस्तो छ, त्यो चाहिँ मैले यसमा क्लिप थोरै लगेको छु। मैले चाहिँ भिडियो बनाएको छु, त्यो सब भिडियो सर्ट भिडियोमा आउँछ, मजाले त्यहाँ गएर हेर्न सक्नुहुन्छ। मैले टिकटकमा बनाएको छु, त्यो क्लिपहरू लगेको छु, यसमा चाहिँ लगेको छैन। अनि हामी चाहिँ यहाँ लाइन कुरिरहेको छ कि यहाँमा कति मान्छेहरू हुँदो रहेछ फोटो भिडियो बनाउने। अनि पुरा लाइनिङमा थियौँ हामी। पछि हाम्रो पालो आएर हामी त्यहाँ भिडियो निकालेर हामी त्यहाँपछि निस्क्यौँ। भिडियो चाहिँ अब सर्ट भिडियोमा आउँछ। यहाँ पानी डान्स गरिरहेछ कि यहाँ बुर्ज खलिफा सबभन्दा ठुलो बिल्डिङको बिचमा पानी छ। अनि यहाँ अनि साँझतिर अनि त्यहाँ पानी डान्स हुन्छ कि। अनि एकदम देख्न सक्नुहुन्छ गर्मीले मेरो बुढा भिजेर लुत्रुम्म भइसक्नु भएको छ। हामी फोटो भिडियो खिच्दा गर्मीले भिजेर एकछिन रेस्ट गर्नको लागि यो चौरमा बसेको। त्यसको वरिपरि हेर्नु न कत्रा घर हुन्, के बाबा गिन्नै नसकिने घर छन्। घर के हुन्थ्यो र होटलहरू अनि त्यो भिल्लाहरू अफिसहरू हो रे। अनि यस्तोमा मैले कति देखेको थिएँ। हेर्नु न मैले पनि यसमा बनाएको छु भिडियो, बनाएर पनि सायद आज पोस्ट गरिसकेँ होला। यो चाहिँ म साँझ पोस्ट गर्ने भिडियो हो नि त मेरो। अनि हेर्नु कस्तो राम्रो ठाउँ छ। मैले यति धेरै भिडियो बनाएको छु कि हजुरहरू हेरेर थाकिनुहुन्छ। थाके पनि म हाल्न चाहिँ छोड्ने छैन। यस्तो राम्रो ठाउँमा आएर एउटा दुईवटा भिडियो बनाउने त कुरा भएन साथीहरू। त्यही भएर मैले यति धेरै बनाएको चाहिँ बुढाबुढीको झगडा परेर मैले बुढालाई ठोकिदिएँ। त्यसपछि एकदम गर्मी भयो, पसिनाले पुरा भिजेर हामी महलमा हावा खान लागि आयौँ। के गर्नु महलमा अब किन्न के सकेन, यति महँगो हुन्छ। एउटा टी सर्ट किन्नु भने पनि त्यहाँको 300 दराम भनेपछि हाम्रो नेपालको 12-13 हजार हुन्छ। 12-13 हजारमा एक टी सर्ट को किन्ला, त्यहाँ त ओहो महिना 1 वर्षभरिको सपिङ हुन्छ होला 12 हजारमा सायद। अनि यहाँ बुढाले हिँड त्यही पनि हेरौँ भनेर कता पसाउँदै हुनुहुन्छ। हामी चाहिँ लगभग हामीले उता फोटो भिडियोहरू खिचेर अनि बनाइसकेको थियौँ। अहिले चाहिँ हामी एउटा दिदीको वेटिङमा थियौँ। अनि एकछिनमा अहिले दिदी पनि आउनुहुन्छ। दिदीलाई खोज्दा हामी चाहिँ परिसान भइसक्यो त्यत्रो ठुलो महलमा। अनि कहाँ भेटिनु, अनि दिदी बल्ल भेटिनुहुन्छ। दिदीले हेर्नु न भन्नुपर्छ नि त, अनि फोन गर्नुपर्छ हराएपछि। हेर्नु न मोबाइलले धोका दिएर पक्कै उकिरहेको छ। यो दिदीले धुर रुवाउनु भएको त्यसपछि फेरि हामी एकछिन दिदीलाई यसो घुमाउँछौँ। हामी पनि हेर्छौँ उता पानी सरर तल आएको, त्यहाँ पनि फोटो भिडियो खिचेको छौँ। अनि त्यसपछि हामी साँझको भ्यू देखाउँछु एकछिन। त्यसपछि हामी आजको घुमाइ चाहिँ सकिन्छ। अनि त्यहाँको मेन ठाउँहरूको भिडियो चाहिँ मैले छोटो भिडियोमा बनाएको छु, हजुरहरू चाहिँ त्यहाँ गएर हेर्नु होला। यसमा चाहिँ क्लिप छोटो क्लिप थियो। अनि साँझको भ्यूहरू कस्तो दामी थियो। अनि यतिखेर मान्छे धेरै आउँछन् कि। अब चाहिँ छुट्टिन्छु, मिल्नेछु फेरि नेक्स्ट भिडियोमा। बाई टेक केयर गाइस।